नमस्कार। एकचोटि यहाँ हामी डोजर गनौँ भनेर मैले यहाँहरूलाई देखाइरहेको छु। एकचोटि डोजर गनौँ। 1 2 3 4 5 6 7 8 9 10 हेर्नुहोस् त एकै ठाउँमा यहाँ 5-6वटा छन्। 10 11 12 13 14 15 15 15 15 15 16 17 18 19 20 21 22 23 24 25 26 27 27 28 29 29 30 हेर्नुहोस् त दर्शकबिन, यहाँ 30 भन्दा बढी डोजरहरू चलिराखेको छ। सबै गरेर कमिला जत्रा डोजरहरू छन्। यो अलि माथिबाट छु म। यो ठाउँ चाहिँ भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर 9 काक्रेबारी हो। यहाँ पुग्नको लागि हाम्रो साँगाको झोलुङ्गे पुलबाट झन्डै 10-15 किलोमिटर माथिको पहाड हो। यो पुरै पहाड वन जङ्गल मासेर यो प्लानिङ गरेको भन्ने स्थानीयको भनाइ छ। यो नमासेको भए त उहाँहरूको आपत्ति हुने थिएन, तर यो वन जङ्गलै मासेर पानीको मुहानै ठुनेर काम भएकोले यत्रो एरियामा पुरै गाउँ बस्ती नै उहाँहरूको विरोध छ। त्यसकारण म यहाँहरूलाई देखाइरहेको छु। यो उहाँहरूका अनुसार दिनमा 30 भन्दा बढी दैनिक यसरी नै रात दिन डोजर चलेर काम भइरहेको छ। हेर्नुहोस् त पुरै बस्ती नै, पुरै जङ्गल नै छ यस्तो। धन्यवाद।